Hello, welcome back to my YouTube. आज डे 2 है। आज डे 2। आज हामी डडलडोर भन्ने ठाउँमा जाँदैछौँ। हामी टिम मिलेर ब्रेकफास्ट भर्खरै उठ्यो, उठेर ब्रेकफास्ट गर्यो, सबै भ्यायो। अब चट्ट लाएर सबैजना टिम फेरि गाडीमा चट्ट लाएर बसेर हामी चाहिँ जान्छौँ डडलडोर डे 2। आज अब फेरि पनि हामी एकदम एक्साइटेड छौँ, तर दुःखको कुरो चाहिँ हामी अलिक ढिलो भइसक्यो जस्तो लाग्छ। हाम्रो चाहिँ टाइम फ्रेम चाहिँ हामी अलिक अगाडि जाने प्लान गर्थ्यौँ होइन सङ्गम भाइ? तर तपाईँलाई थाहा छ अब हाम्रो प्यारी दिदीबहिनीहरूले नै समय अलिकति धेरै लिनुहुन्छ, तर केही छैन, हामी अफसोस छैन, घुम्न आएको, हामी इन्जोय गर्नेछौँ। र आज विशेष गरी आज हामी कहाँ जाँदैछौँ सङ्गम भाइ? डडलडोर जाँदैछौँ। यहाँबाट अराउन्ड 40-45 मिनट्स ड्राइभ र हाम्रो भिआइपी कारहरू हो, भिआइपी कारहरूमा हामी जान्छौँ र त्यहाँको अपडेट पक्कै पनि फेरि तपाईँहरूलाई हामी जोड्नेछौँ। अहिलेलाई चाहिँ अब नाइस डे बडी हामी गर्न इन्जोय गर्दैछौँ। हेलो गाइस, हिजोको भिडियो मलाई एकदम राम्रो लाग्यो है दाइ। डे 2 है, आज चाहिँ डे 2 हैन, एकदम रमाइलो रहेछ हैन। आजको भिडियो पनि एकदमै राम्रो हुन्छ नि आशा गरिरहेको छु। आज हामी डडलडोर जान लागिरहेछौँ। आज चाहिँ हामी तपाईलाई डडलडोरको दिन एकदम टुर गराउँछौँ। त्यहाँ के छ सब देखाउँछौँ हामी तपाईहरुलाई हैन। के हुन्छ अनि त्यसो कति इन्जोय गरेको छौँ त्यो पनि देखाउँछौँ। सही हो। हाम्रो भिडियो हेर्न चाहिँ नबिर्सिनु होला। Please be with us guys. Please like, share and subscribe. Watch till end and please do your feedback. हेलो दाइ, सबैलाई जय बसी यार, नमस्ते। आज हामी डडलडोर जाँदैछौँ, हाम्रो होलिडेको सेकेन्ड डे हो अनि हामी सबैजना एक्साइटेड भइरहेको छौँ। अनि तपाईहरुले पनि साथ दिनु होला, माया गर्नु होला, दाइको च्यानललाई सब्स्क्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला। बाइ बाइ, सी यू। ल यो चाहिँ अब हामी भर्खर गाडी पार्क भयो, गाडी पार्किङ नपाएर बल्ल गाडी पार्क भयो। अब चाहिँ हामी डडलडोरको यात्रामा छौँ। गाडी पार्क भयो, दामी वान अफ द यो चाहिँ कार पार्क हो, कार पार्क माथिको कार पार्क हो। अनि हामी डडलडोरमा छौँ अहिले, डडलडोरको कार पार्क। अनि माथि सानो सबै घरहरू हो, त्यो उसको घर के त्यसको घरहरूमा त्यहाँ बस्ने। अनि यस्तो छ ठाउँ चाहिँ, तपाईँलाई देखाउँछु। एकदमै जाउँ है त, तपाईँलाई लिएर जान्छु म। ठाउँ चाहिँ यस्तो छ, एकदमै राम्रो छ ठाउँ चाहिँ। अब हामी तल जाँदैछु सबैजना भएर, मलाई थाहा छैन हिँडेको चाहिँ। यस्तो छ ठाउँ, हामी चाहिँ डडलडोरको डोर सेट भन्ने ठाउँ है, यो चाहिँ डडलडोर यो ठाउँमा छ है। मान्छेहरू सबै हिँडिरहेछ, फोटोसुट भइरहेछ, यहाँ कपालको फोटोसुट भएछ राम भाइको। जाम सर, जाम तल होइन, क्यामेरा सेटअप गर्दैछ कि। सबजना ठाउँ चाहिँ सबैजनाहरू हेलो, एकदम रमाइलो।
डुडलडोर डुडलडोर बीच एकदम राम्रो खै सोच्नै पर्छ उकालो ओह्रालो गाह्रो हुन्छ हिँड्न सानो कम्पिस भाइ हिँड्नु चाहिँ धरो हिँड्नु पनि रहेछ ठाउँ यस्तो रहेछ मान्छेको भिड दाइहरु चाहिँ स्विमिङ गर्न लागिरहनु भएको छ रेडी यहाँ संगम दाइको फोटो सेसन हुँदैछ विथ हिज वान एन्ड ओन्ली के रे तपाईहरुको निकनेम मैले बिर्से निकनेम के रे आपु विथ हर वान एन्ड ओन्ली आपु हैन धेरै राम्रो छ प्लिज भिजिट वन्स इन अ लाइफ टाइम युके आउनु पर्छ तर घुम्नको लागि दुई शब्द जाओस् दुई अनि शब्द भन्नु न तर मिठो खाले जाडो है गाइस